साथीहरु हामी कहाँ हिँडेको खोला गोठालो हाम्रो कामी ग्याङ आम्मामा हामी त अनि डेन्जर हो नि भन्छ तपाईँ फुटबल कि भलिबल खेल्नुहुन्छ दुइटै हो खोटेहाङ 4 15 म त त्यो पुल लागेदेखि खोलामा गएकै छैन हामीले पहिला गोठालो गर्ने ठाउँ यो बाख्रा हिँडाउने ठाउँ यहाँ क्लियर हुन्थ्यो अब अहिले त यो कुल हो खास अब मेटिसकेछ ए अहिले यहाँबाट पानी लाग्दैन कहाँबाट लान्छ पानी ए अझै त्यो कुलो मात्रै चल्छ अरे रोड तल छ पुल तल देखिरहेछ यहाँबाट त्यो पुल लगाएको 5-6 महिना भयो कि बढी भयो वर्ष पुग्यो म तिहारमा आउँदाखेरि भर्खर लगाएको थियो के लगाएको थियो त्यसरी भर्खर लगाएको थियो अनि यो चाहिँ हाम्रो मेन दोभान चारैतिरबाट हामी त्यतिखेर भेट हुन्थ्यौँ डङ 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 माथिबाटको बाख्रा गोरु गाईहरू यति धेरै ल्याउँदैन थियो केटाहरूले अनि हाम्रो यताबाट त्यस्तै हुन्थ्यो ठ्याक्क भेट भयो हामी यहाँ आउँदाखेरि तल बढीपल्न पुगिसकेको हुन्थ्यो बाख्राको लर यो डाँडालाई चाहिँ हाम्रो कामी डाँडा भन्छ एकदमै राम्रो कामी डाँडा यसलाई चाहिँ माथिल्लो कुलो भयो यो उत्यो मैले लेखेको शेरबहादुर राई कृष्ण कुमारी राई के रे हाम्रो हजुरबाको मैले लेखिदिएको डिजाइन मैले बनाएको यस मेन वास्तवमा कामी डाँडा चाहिँ तल्लो हो क्या यो चाहिँ माथि कुलो भयो यो डाँडा भयो अनि कामी डाँडा चाहिँ उता डाँडादेखि तलतिरकोलाई भन्छ आइज छिटो यस्तोमा हामी पहिला चप्पल केही नलगाइकन बडाङ बुडुङ हिँड्थ्यौँ मतलबै हुँदैन थियो दुख्दैन थियो अहिले अब मेरो यो बुटले पनि काम गरिरहेको नि यहाँबाट सुरु हुन्छ कामी डाँडा चाहिँ यता जाउँ न तिम्रो उताबाट छिटो आइज छिटो कामी डाँडा यहाँबाट सुरु हो यताको तल्लो गाउँ गोइटोल भन्छ गोइरीटोल हो खास गोइटोल भनेको पर्छ मिनिङ अर्कै पर्लाएर गोइटोल नभन्नु गोइरीटोल हो यो उता पर हाम्रो डाँडाटोल अर्कोतिर त्यो हल्का धमिलोदेखिको लामा चौर मेन हाम्रो गोठालो गर्ने ठाउँ चाहिँ सूर्यपाहाडला भन्छ त्यस पछाडि हाम्रो पोखरी खोला सर आउँछ त्यहाँबाट किम्बु खोला आउँछ उताबाट गडा खोला आउँछ त्यहाँबाट जुङ्गे खोला आउँछ उताबाट नाप्टु खोला आउँछ मलाई खोला टन्नै छ कामी डाँडा भन्छ यसलाई चाहिँ यो गर्मीको बेला पनि जाडोको बेला पनि बस्नुलाई एकदमै राम्रो ठाउँ छ विशेषतः गर्मीको बेला हावा यति राम्रो चल्छ यहाँ तर अब गाउँमा मान्छे कम हो हुँदै गयो अनि यसरी चटटटटटट गाडी खर्दै हिँड्नुपर्छ गाइजहरू अब मेन कामी डाँडा चाहिँ यो ठाउँको नामै कामी डाँडा हाम्रो पुर्खाहरूले यहाँ बनाएको डाँडा रोपेको बर पिपल यहाँनिर थियो है पहिला अनि त्यसलाई चाहिँ कामी डाँडा भन्ने नाम दिएको अनि अर्को विशेषतः राम्रो ठाउँ चाहिँ म तपाईँहरूलाई अझै दामी देखाउँछु पिपल चाहिँ छ बर हावा आउँदाखेरि बढ्यो अनि त्यसलाई चाहिँ भस्मे भन्छ भस्मे यतापट्टि चाहिँ पहिला अब बर्खामा बाढी आएको बेला खोलाहरू चर्दा बेलामा कठिनाइ जान सकिँदैन अनि त्यो बेलामा चाहिँ बाख्राहरू यो साइडमा सट्टा लगाइदिइसकेपछि यहाँ बसेर सब जज गर्न सकिन्छ हेर्न सकिन्छ कहाँ सक्छ भनेर भन्छ यो चाहिँ कामी डाँडाको पहिलानिर
अन्त सिमेन्टको एउटा ऊ पनि गाडेको थियो कि कामी डाँडा भनेर छुट्याउनुको लागि त्यो बेलामा। त्यही भएर यो ठाउँमा चाहिँ हाम्रो चाहिँ कामीहरूको एकदम ठुलो योगदान। अनि हाम्रो गाउँमा कामीहरू बढी हुनुहुन्छ, खुसी पनि लाग्छ, म पनि कामी नै हो। त्यही भएर पुर्खाहरू डेन्जर थियो नि हाम्रो त। अनि विशेष अर्को यहाँ मेन ठाउँ भनेको चाहिँ बाँकी छ कि मेन माल बाँकी छ भने जस्तो। त किन यताबाट आएको तल सहिलेबाट जानु सक्दैनस्? जाउन नि हो र। ओहो साथीहरू धुलो त अनि डेन्जर उडाउनु भयो त। अब हाम्रो अन्जु म्याडम त कसरी जानुहुन्छ त? बिस्तारै हेरेर हिँड ल। ओहो नि पहिला चाहिँ यहाँ रोड थिएन, अनि बाटो चाहिँ यो थियो, तर यहाँबाट उता जानु थियो। अब रोडले बडाङबुडुङ गएछ, अनि धुलो त खतरा उडाउनु भयो साथीहरूले त। अब म पनि लडास बिस्तारै बिस्तारै। यो घुम्न घुम्दो गयो भने त अनि बेस हुन्छ जस्तो तल जाँदा अन्जु। त्यहाँबाट उता नआइकन जा फेरि लडास। बिस्तारै बिस्तारै। मेन चाहिँ गुर्दुङ यो हो कि दामी ठाउँ भनेको। पहिला यहाँ अहिले चाहिँ अहिले अठार रहेछ, तर म अब बाँदरकोटकै मान्छे हो नि त। लडास है लडास बिस्तारै जा। त्यहाँ पनि तपाईँ बिस्तारै हिँड्नेको चाल मारेर छिटो गइसक्यो तिनीहरू। बिस्तारै बिस्तारै। गुर्दुङ मेन भनेको चाहिँ यो हो कि ठाउँ। आमा यस्तो राम्रो छ, यस्तो दामी छ। ठ्याक्कै यो चुचुरो मात्रै छ कि यो चुचुरो। यहाँबाट सुइँ आउँदो आमामा तिनीहरू त्यहाँ पुगिसकेको। यो पुरै तलैसम्म यस्तो डाँडा थियो कि, अनि यसलाई चाहिँ गुर्दुङ भन्छ हामीले भन्थ्यो। यहाँ बस्न यस्तो दामी छ, हावा यस्तो राम्रो चलिरहन्छ कि गाँसले खतखती भएर आएर पनि यहाँ बस्यो भने पनि एकछिनमै एकदम यस्तो फिल हुन्छ शीतल आनन्द। अनि हाम्रो पहिला कामहरू त बढी काम गर्ने नि त, अनि हलोहरू काटेर फलाम फुट्नलाई बनाएको त्यो कोइलाहरू बनाएर दिएर कोइलाहरू चाहिँ माथि बिसाएर यहाँ बस्न आउने थियो कि। अनि यहाँ बस्दाखेरि चाहिँ यो चाहिँ बस्न आउने गुर्दुङ भएको, त्यही भएर गुर्दुङ भनेको। अनि यो अहिले पनि डेन्जरस नै छ, जान अप्ठ्यारै छ। रोड खनेर ल्याएपछि झन् भिरालो भएछ ठाउँ त। तर म चाहिँ हिँड्न सक्छु जसो तसो। अब यहीँ हुर्केको यहीँ हिँडेको भएर मेन माल पनि तपाईँहरूलाई मैले देखिहालेँ गुर्दुङ। अब अर्को माल चाहिँ मैले यहाँ हाल्नुपर्ने खालको अवस्था देखिएको छ। हाल्नु परेन, बाटो यही हो, रोड चाहिँ यो हो। रोड चाहिँ पारिपट्टि हाम्रो त्यो गाउँ लेन्टार हो, त्यो लेन्टारमा जोडाउनको लागि यहाँबाट हुँदै 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 सर लगेको छ। हाम्रो गोठालो गर्ने ठाउँ चाहिँ यता हो। अनि यस्तोसँग पर्वै गर्नुहुँदै जानुपर्छ। ला मेरो चप्पल त गयो 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 जानुपर्छ। ए अन्जो लडास है। अनि यहाँ लड्यो भने चाहिँ गइयो क्या फेरि। गएर त लडेर कहीँ झर्ने त होइन, तर किनभने यो एकदमै ढुङ्गै ढुङ्गा छ नि त यो बाटोमा त। तपाईँको खाली खिप्चै हिँड्नु भयो भने नि पैतालै पातलो जस्तो बनाइदिन्छ कि, त्यस्तो गरेर छ नि त। अनि लडिहाल्यो भने चाहिँ चोटपटक धेरै लाग्ने सम्भावना चाहिँ धेरै हुन्छ। त्यही भएर अलिक
ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ बाटो। अनि अब खोला आइपुग्न आँट्यो। अहिले चाहिँ पुल लगाएको छ अरे म पुल लगाएदेखि चाहिँ गएको छैन। 1 वर्षै हुन आँट्यो भन्छ केटाहरूले। यता कहाँ हिँडेको यता त्यताबाट पुल त यहाँ होला नि माथि कि त्यतैबाट लगेको छ अहिले त्यतै हो ए खासै बाटो यहाँबाट यता उँधो झर्ने हो कि पहिला चाहिँ ए अहिले चाहिँ अनि यो बाटो होइन रहेछ नि त ल नयाँ बाटो खोलिसक्नु भएको रहेछ अनि नयाँ बाटोबाट जाउँ न त ए यहाँबाट रहेछ नि त बाटो यहाँबाट अर्को नयाँ खोल्नु भएछ नि त ओहो हो वाह पुल आइपुग्यो अबे पुल आइपुग्यो लडे पुल त अनि दामी छ त यहाँ तल हेर्दा झन् दामी हुने रहेछ यहीँबाट अनि यस्तै झर्ने थियो बाटो चाहिँ पहिला म यहाँ चिन्छु यहाँबाट झर्ने थियो बाटो अनि यहाँ सबै ढुङ्गा डेन्जर छ एकदम अप्ठ्यारो बाटो त्यहाँबाट तल झर्थ्यौँ तल गएर त्यो बाटो भएर त्यहाँबाट बाख्रा लगाउँथ्यौँ त्यसले छिर पाखा हुन्छ ठुलो पाखा एकदम ठुलो जङ्गल भएको पाखा त्यहाँनिर चाहिँ बाख्राहरू लगाइसकेपछि बाली नाली खाने यताउता जाने सम्भावना हुँदैन चढिहाल्नु उता पनि चढ्यो वाह पुल चाहिँ यो एकदम राम्रो बनाउनु भएछ बनेछ त्यो पनि बल्ल बनेको यो पुल वर्षौँ वर्ष लगाएर त्यो त हो नि यताउता बजेट ठेकेदार नेता त्यसपछि ठेकेदार यताउता हुँदै बनेको पुल एकदमै राम्रो पुल छ यो चाहिँ किमु खोला र ओख्रे खोलाको दोभान चाहिँ यहाँ छ अलि तल गडा खोलाको अघि मैले तपाईँलाई भनिहालेँ तल झुङ्गे खोलाको अनि एकदमै राम्रो छ मैले अलिक चक्लेटी भनेर यहाँबाट सल्ल झर्ने हो त्यहाँ सल्ल होइन अब जो पाए त्यो झर्नै सकिँदैन फर्स्ट टाइम झर्नु खोज्ने मान्छे त अब झर्नुहुन्न किनभने त्यहाँ बाटो त्यही खालको हुन्छ अनि यो खेत चाहिँ अब यो खेत धनीको नाम चाहिँ अब अरू नै केही थियो पहिले बित्नुभयो अनि पुछार घरे भन्थ्यो क्या उहाँलाई नर्मल्ली बोलाउँदाखेरि अनि पुछार घरेको खेत भनेको पुछारे खेत त्यसको नामै पुछारे खेत पछिसम्म त बाली नानी लगाउनु भयो अनि 2 वर्ष जस्तो भयो होला यहाँ के पनि रोप्नु छोड्नु भएको चाहिँ खोलामा अनि पाखा चाहिँ यही हो छिरे पाखा ठुलो छ मस्तै ठुलो छ छिरे पाखा हिँड्ने तल बहिनी भाइहरू अगाडि छ केटाहरू कस्तो फिल भइरहेछ म्याम तपाईँलाई यो बाटो आउँदाखेरि यो बाटोमा चाहिँ लड्यो भने कस्तो फिल हुन्छ होला मान्छे होला ठिकै छ ल अनि किमु खोला ओख्रे खोला है धेरै चेन्ज भएको है डङ्गला यो किमु खोला यहाँ माथि पौडी खेल्ने ठाउँ दामी छ त्यस पछाडि चाहिँ नि अघि आएको बाटो ठाउँ कामी डाँडा गुर्दुम म तपाईँहरूलाई यो गुर्दुम यहाँ हुन्छ यहाँबाट कस्तो चुचो देख्छ यो गुर्दुम कामी डाँडा माछा गुरुबाट सर हाम्रो गाउँ चाहिँ माथि सबै जान्छ हो त्यो सबै हाम्रो गाउँ हो अनि साथीहरू बाख्रा पाखा लाउनलाई जानुभएकोसँग पहिला हामी चाहिँ बाटोबाट लागिन्थ्यौँ अहिले चाहिँ उहाँहरूले फेरि उता लाउने बानी गर्नुभएको छ अनि केही पनि छैन त यहाँ त पानी नआएको भएर यस्तो सुक्खा भएको छ ठाउँहरू हेर्नु साथीहरू पुरै हाम्रो घाँस काट्ने पाखा बाख्रा गाई चराउने पाखा गाईहरू त धेरै लागिँदैन अप्ठ्यारो छ लडी मर्छ भनेर
गाईहरू चाहिँ यस्तै खेतै खेत खोलामै चराउँछन् तर ठाउँहरू एकदम राम्रो छ यता पनि। अनि त्यस पछाडि केटाहरूले गट्टी सुरु गरेको छ। साथीहरू गट्टी सुरु गर्नुभयो? कस्तो फिल भइरहेछ भन्छ तपाईँलाई? उहाँ हाम्रो पाहुना भन्छ, हिजो मात्रै आउनुभएको भन्छ, कस्तो फिल भइरहेछ यो बाटो आउँदाखेरि? पहिला आउँदाखेरि कस्तो थियो, अहिले कस्तो छ भन्छ त? ट्याटो छ त यार, बनाएको कि साँच्चै भन्छ? बनाएको। ए म त साँच्चै ट्याटो हो कि भन्दै। गट्टी खेल्दैछ केटाकेटी यहाँनिर। अब टक्क सिमेन्टमा भएछ त अनि के साथीहरू मस्त हानिहाल्छ। गाइजहरू गर्मी चाहिँ अति नै छ। क्याप माथि कपाल यो खालको बनाएर हिँडेको छु र पनि घामले एकदम पिरोलेको छ होइन। गोरो मान्छे झन् गोरो हुने एकदम सम्भावना धेरै भइसक्यो। हो क्यामेरा पनि बिग्रिसकेको छ मेरो। अब हामी पौडी खेल्न जाने सर्त छ, तर बाख्रा पाखा लाएर उहाँहरू आउनु भइसकेपछि जाने हो। पौडी खेल्न चाहिँ किम्बु खोलाको ओखल त फेरि फाल्टै छ माल। आम त्यहाँ छ नि त। त्यसले ढुङ्गामाथि गडाङगडुङ उफ्रेर मैले फुटाइदियो नि अन्त आलेमा। ढुङ्गा पनि मैले मोबाइल राखेको थियो, त्यसले थाहा थिएन। अनि उफ्रिँदै उफ्रिँदै आउँछ त ढुङ्गामाथि चढेर ढुङ्गा मुनिबाट अचार भयो मोबाइलमा। यो फुटेको, यो त पहिले फुटेको थियो, यो चाहिँ फुटेको। केटाहरूले मस्त हान्यो नि। अनि अरू कोही आउँदैन गोठालो? हसन भाइ कति बेला? ओहो एक त बजेको जहाँ मेरो भ्लग त अनि लास्टै लामो भइसक्यो, 17 मिनट भइसकेको छ। भ्लग मोबाइलमै बोक्दै। साथीहरू भनेको भने साथीहरू भन्नलाई अब केमा हाल्नु छैन, तर म यो युट्युबमा राख्छु। ठिक छ, युट्युबमा पठाइदिन्छु। केटाहरूले अल्छी मानेर हेरेनछन् भने पनि नहेरोस् कसैले पनि। अनि यो माथि लेन्टर है, एकछिन जाउँ न। यस्तो खलखली भएकोले खेलिहाल्नु हुँदैन, जाँदा जाँदै हुन्छ। मेरो पौडी खेल्न गइहाल्ने रे। ल साथीहरू हिँडिहाल्नु। यो बाटो हो, लडिन्छ ल। अनि यो अहिले तेरो हामी चाहिँ तड हाल्नु न होइन यो तरिकाले। बिस्तारै हाम्रो स्विमिङ पुल अलिक भित्र भएकोले हामी स्विमिङ पुलतिर लागिरहेको छौँ। स्विमिङ पुल फेरि यस्तो डेन्जर छ, अर्ग्यानिक त्यस्तो अर्ग्यानिक त कहाँ पाउँछ? त्यो पनि यस्तो डेन्जर छ साथीहरू। माल म तपाईँहरूलाई देखाइहाल्छु नि, मैले अघि भने मालहरू म एकदम दामी। चिसो गर्मीमा त्यस्तै अब हुडुक्क भयो नि त। अनि माथि गुर्दुनमा जस्तो फिल हुन्छ त्यस्तै हुन्छ क्या त्यहाँ पनि। यहाँबाट जाने हो। अब खतरा हो नि फेरि अन्त चढेर। साथीहरू छिटो आउनुहोस्। पहिला गोठालो गर्ने ठाउँ त्यसैले गोठालो गर्ने। अनि यसलाई चाहिँ पैनेटी भन्छ यो रुखलाई। अनि यसकै हलोमा अनौ लाउने। अनि कचियाको बेड अलिक दह्रो हुने यसको नै हुन्छ। हलोमा अनौ, बन्चरोको बेड, कोदालोको बेडको लागि यो राम्रो हुन्छ। यसको लगानी गरिन्छ प्रायः जसो फुट्दैन, लङ टाइमसम्म रहन्छ, चलाउनु पनि सजिलो हुन्छ।
सिधा हुन्छ सानो एकदमै स्ट्रङ हुन्छ। सो तिम्रो खोला सुरु भयो। यो चाहिँ कसैले पक्का माछा मार्नुको लागि फिर्काएको यो कसले जली चाहिँ यसरी छेकिन्छ। यताको पानी यता लाउने अनि यहाँ मान्छे मार्ने। आज माछा म यहीँ मारिदिन्छु। अब यहाँ माछा छैन होला है? कहाँ? यो तपाईँ आम्ले हो? यहाँ त सुकिहाल्छ नि यत्तिकै पनि। त्यहाँ खोल्ने बित्तिकै यहाँ सुकेन र? अह न तिमीहरू बाख्रा गोठाउन जाऊ, म पनि अब पौडी खेलेर अनि घर जान्छु, घाँस काट्छु नि गएर। अनि यहाँबाट चढ्थ्यौँ हामी लडस बिस्तारै चढ्यौँ। जाउँ तिमीहरू तान्जाउँछु। अनसोली नआउनु, लड्नु होला। छिटो माछा त देखिँदैन नि त नि। लडस बिस्तारै। ए साढे हो नि यो त। ल माल त्यही हो कि साथीहरू, हामी जाँदैछौँ त्यहाँ। आम्माम यस्तो बवाल छ नि। त्यो बिस्तु भएको सिउँदो के गर्छ यो? सिस्नो रहेछ। सिस्नोले यस्तो गर्छ नि। हो रे खतरा हो नि फेरि। हामी त यस्तो गर्दिनँ, टेक्दिने। पोलो भने चाहिँ लास्टमा त्यही हो, लडियो भने लास्टमा त्यही हो। जम्प गर्नु सक्नु पऱ्यो खोलामा आउने मान्छेले। विशेष त माछा पनि पाउँछ हाम्रो खोलामा, मार्नु पाउँछ। अनि ढुङ्गा छानेर टेक्नु पऱ्यो, चिप्लेर लड्यो भने लास्टमा त्यही हो। यार माछा रहेछ यहाँ त। मेरो क्यामेरा ठिक छैन नभए त्यहाँ हेर्ने माछा रहेछ। यो चाहिँ पौडी खेल्ने दहदेखि तल्लो स्विमिङ गर्ने दहदेखि तल्लो दह। मेन स्विमिङ गर्ने दह चाहिँ हाम्रो आउँदै नै छ है। अनि यस्तो दामी स्विमिङ पुल कहाँ पाइन्छ? यसलाई चाहिँ ओखल दह भन्छ गाइजहरू। अनि बारेकै छैन रहेछ। यही हो स्विमिङ गर्ने दह चाहिँ। गहिरो छ हुन्छ यहाँनिर अलिक। पानी यस्तो राम्रो देखिन्छ सल्ल झरेको हुन्छ। साथीहरू आम्मा टाइगर सफ्ट यार। के अरे सिसा देखाइदिएन? छँदैन ऊ आम्मा। अनि हेर्नु त भन्दा ऋतिक रोशन देखाइदिनु त। सिक्स प्याक ऋतिक रोशनको जस्तो छ भन्दा। आम्मा एट प्याक हो क्या? केटाहरू त के हो यार, बच्चा नि 6 8 छ भने केटाहरू। वाह त्यही हो साथी हाम्रो अन्तिम यात्रा। के गर्यो तैँले? ल गाइजहरू अब चाहिँ स्विमिङ गर्नु पर्ला। स्विमिङ गरेको चाहिँ भिडियो हामी नबनाऊँ। अब सबैजना स्विमिङ गर्ने कसले भिडियो रेकर्ड गर्ने ब्लग। मसँग वाटरप्रुफ खालको केही पनि छैन, क्यामेरा सामरा केही पनि। मेरो मोबाइल ओइ छिटो खेल्नुपर्छ र गइहाल्नु है, फेरि पाखा हिजो जस्तै लिँदा जाला।